हातमा अब यो तागत छैन। बुढेसकालमा 70 वर्षको नातिसकेका छ। कसैले लेखिदिए हुन्थ्यो, कमसेकम पृथ्वी लोकमा कल्याणै हुन्थ्यो, कलियुगका मनुष्यहरूको अवश्य पनि कल्याण हुन्थ्यो होला। कटेल परिवारमा पनि भागवत लाउँछन् होला पछि कलियुगमा, होइन? गुरुजीहरू आएर भागवत सुनाइदिने थियो, त्यो राम्रो कथा हुने थियो। तर के गर्नु, कसले लेख्ने? उपाय त छ त साँच्चै, कस्तो बिर्स्या मैले पनि। यो वृद्धावस्थामा होला बिर्सिरहने रोग लागिसकेको छ। महाभारत जस्तो 1 लाख श्लोक भएको ग्रन्थ त गणेशजीले लेखिदिनु भएको थियो, तिनै गणपति भगवान्ले लेखिदिनु हुन्थ्यो कि त्यतिखेर त कृपा गरेर लेखिदिनु भएको थियो। कमसेकम यसपालि पनि लेखिदिनु भयो हुन्थ्यो। सायद उनैको ध्यान गर्नु पऱ्यो, उनैको स्मरण गर्नु पऱ्यो। सायद गणेशजी आउनुहुन्छ होला, मेरो पुराण लेखिदिनुहुन्छ होला, संसारको कल्याण हुन्थ्यो, उनैको ध्यान गर्नु पऱ्यो। समाधिमा बसेर उनैको स्मरण गर्छु, पक्कै गणपति आउनुहुन्छ मलाई कृपा गर्नलाई। अरू कसले कृपा गर्नु? गं गणपतये नमः। गं गणपतये नमः।